आजको यस कार्यक्रममा मेरो जिम्मेवारी अनुसार यो उद्देश्य हामी यसको मकसद के कारणले यो कार्यक्रम गर्न गइरहेका छौँ भन्ने विषयमा छोटो प्रकाश पार्न चाहन्छु। वर्तमान संविधान धारा 56 अनुसार राज्य शक्तिको प्रयोग 3 तहको सरकारले, सङ्घ, प्रदेश र स्थानीय सरकारले विधायकीय अधिकार समेत प्रयोग गरी कार्यान्वयन गर्ने गरी दोस्रो चरणको पनि निर्वाचन स्थानीय सरकारको सम्पन्न भएर अहिले करिब 5औं वर्षमा चलेको छ। अब अहिले प्रतिनिधि सभाको निर्वाचनपछि नयाँ सरकार आइसकेको छ र आज हामी त्यसैको समितिका सभापतिज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम पनि गर्दैछौँ। यो सर्वविदितै छ। अब स्थानीय सरकारले पाएका एकल अधिकार मात्र म भन्न चाहदिनँ, त्यो एकल जिम्मेवारीहरू छन्, 22वटा छन्। सङ्घले कार्यान्वयन गर्ने 35वटा रहेका छन्, प्रदेशले 21वटा। यी एकल अधिकारहरू छन् र यी एकल अधिकारहरूलाई संविधान सभाले निर्माण गर्दाखेरि अन्तर्राष्ट्रिय केही मान्यताहरू छन् जसले गर्दा सङ्घीयताको कार्यान्वयनको बारेमा दिशानिर्देश गरेको छ। र त्यो बनाउने क्रममा दक्षिण अफ्रिकाको एउटा भर्डिक्ट सर्वोच्च अदालतको के छ भने तहगत सरकारको अधिकार बाजिएको सन्दर्भमा के व्याख्या गरिएको थियो भने एक्सक्लुसिभ प्रिभेल ओभर कन्करेन्ट राइट्स, अर्थात् यदि एक्सक्लुसिभ भनेर दिइसकिएको छ भने साझा सूचीमा पनि छ भनेर साझालाई माथिल्लो तहको सरकारले पनि प्रिभेल गर्न मिल्दैन। किनभने त्यही कारणले यो सन्निकटताको सिद्धान्तको आधारमा, विकेन्द्रीकरणको सिद्धान्तको आधारमा त्यो त्यही तहको सरकारले बढी प्रभावकारी हिसाबले गर्न सक्छ, बढी त्यहाँ जनताको नजिकमा सेवा पुग्छ सहज रूपले र त्यो कस्ट इफेक्टिभ पनि हुन्छ भन्ने मान्यतामा त्यसरी दिइएको। अब त्यो दिइसकेको कामलाई कसरी समन्वय गर्ने त भन्नेमा फेरि धारा 232 देखि संविधानले यो सङ्घीयता चाहिँ सहकारिता, समन्वय र सहअस्तित्वको आधारमा कार्यान्वयन हुनेछ भनिएको हुनाले फेरि एक अर्काको परिपूरक रूपमा कतिपय मिलेर गर्ने कामहरू पनि रहेका छन्। त्यस कारणले कोभिडको बेलामा यो सङ्क्रमण ऐन चाहिँ धेरै पुरानो चाहिँ सङ्क्रमण ऐन ले सङ्घ सरकारको अधिकार भनेको थियो र जिम्मेवारी भनेको थियो, तर फ्रन्ट लाइनमा स्थानीय सरकारले नै त्यसलाई रोकेर धेरै हदसम्म नेपालमा ठुलो जनधनको क्षति हुनबाट जोगियो। भनेपछि कतिपय चिजहरू चाहिँ व्यावहारिक रूपले पनि यसरी गर्नुपर्ने हुन्छ। अहिले यो श्रमको विषय, आप्रवासनको विषय, विदेशमा जाँदाखेरिका सुरक्षाका विषय र फर्किसकेको पछिको विषयमा जुन आज हामी केन्द्रित भइरहेका छौँ, त्यो विषय पनि जब जाने बेला हुन्छ विदेशमा जाने त्यहीँदेखि अब सकारात्मक रूपमा भन्दा पैसा कमाउनु गएको, तर त्यसको नकारात्मक प्रभाव उनीहरू दुष्चक्रमा पर्ने सम्भावना र जोखिमहरू रहेको छ। त्यो जुन एउटा जोखिम छ त्यसलाई न्यूनीकरण गर्दै त्यसलाई सकेसम्म प्रभावकारी रूपमा उनीहरूले उपार्जन गरेको ज्ञान, सिप र धनलाई नेपालमा फर्किसकेपछि कसरी त्यसको सदुपयोग हुन सक्छ, त्यही रकम हो, त्यही पुँजी हो, त्यसलाई छोराछोरी पढाउनका लागि प्रयोग गर्न पनि सकिन्छ, त्यसलाई मोटरसाइकल किन्न पनि सकिन्छ, त्यसलाई चाहिँ अरू किसिमले जुवा तास खेलेर खर्च गर्न पनि सकिन्छ। यो चिजलाई कसरी व्यावहारिक रूपमा कसरी व्यवस्थित गर्ने त भन्ने विषयमा चाहिँ एउटा राम्रो काउन्सिलिङ भयो भने त्यसको सही सदुपयोग हुन सक्छ भन्ने मान्यतामा आधारित भएर एउटा कार्यविधि, एउटा गाइडलाइन बनाइदियो भने स्थानीय सरकारले एउटा एकल अधिकार चाहिँ बेरोजगारको तथ्याङ्क सङ्कलन गर्ने भन्ने चाहिँ रहेको छ। यसको अर्थ के हो भने भूमिहीन हुन् चाहे ती गरिब विपन्न हुन्, उनीहरूको लागि स्थानीय सरकारले कार्यक्रमहरू बन्ने, तर्जुमा गराउने, कार्यान्वयन गर्ने जिम्मेवारी छ भने विदेशबाट फर्किने बित्तिकै उनीहरू पनि त्यही क्याटेगोरीमा आउन सक्ने भए र उनीहरूको ज्ञान सिपलाई उद्यमशीलतामा लगाउन पनि सकिन्छ र उनीहरूको ज्ञान सिपलाई चाहिँ सकेसम्म सदुपयोग गरेर उनीहरूलाई त्यो गरिबबाट जुन अलिकति राम्रो जीवनयापनका लागि गएका थिए तिनीहरूलाई त्यही अभिष्ट पुरा गर्ने गरी उनीहरूलाई समाजमा स्थापित गर्नका निम्ति यो कार्यक्रमले सहजीकरण गरोस् भन्ने यसको प्रमुख उद्देश्य दिइरहेको छ। त्यस कारणले गर्दाखेरि अब यही क्रममा नेपाल नगरपालिका सङ्घ मुलुकभरिकै एउटा प्रतिनिधिमूलक नगरपालिकाहरूको छाता सङ्गठन रहेको र यो राष्ट्रिय निर्देशन ऐन 2050बाट क्याबिनेट डिसिजनबाट यो दर्ता भएको संस्था हो। यसले चाहिँ विशेष गरी नगरपालिकाहरूले आफ्ना नागरिकहरूलाई
दिने सेवा सुविधालाई अझ बढोत्तरी गर्ने, अझ संस्थागत विकास गर्ने, तहगत सरकारले समन्वय र सहकार्य गर्ने जस्ता कामहरूमा क्रियाशील भइरहेको हुँदाखेरि यसले चाहिँ यो विषयमा पनि अब सहजीकरणको काम सुरु गरेको छ। गाउँपालिकाको राष्ट्रिय महासङ्घ पनि छ। गाउँपालिका महासङ्घले आफ्नो सदस्य गाउँपालिकाहरूलाई यसै गरी सहकार्य र समन्वय गरिराखेको छ र यही कार्यक्रममा पनि अहिले कोशी र मधेसलाई मात्र दुईटालाई अलिकति बढी फोकस गरेर यो कार्यक्रमहरू यो श्रम मन्त्रालयसँग समन्वय गरेर हेलबेटास नेपालले सञ्चालन गरिराखेको रहेछ। वास्तवमा हाम्रो ध्यान किन गयो भने यो कार्यक्रम त मधेस र कोशीमा त्यो पनि सीमित नगरपालिकामा भएर हुने काम त होइन। जनकपुरको मेयर साहबसित म अस्ति भर्खर सँगै थिएँ कार्यक्रममा। उहाँको पनि चासो त्यही थियो कि हाम्रो जनकपुरमा भयो ठिक छ, मेरोमा त भयो, तर कोशी प्रदेश सबै नगरपालिकामा यो हुनुपर्ने होइन र हरेक नगर वा गाउँबाट विदेश गएका छन्। जसरी हाम्रो संविधानमा वडामा महिला, त्यो पनि दलित र अल्पसङ्ख्यकको सुनिश्चितता गरेको कारणले थुप्रो जनप्रतिनिधिहरू त्यो क्षेत्रबाट आए। तर त्यसै गरी अपाङ्गता भएको वा अपाङ्गता भएको भन्ने लेख्न सके भए थुप्रो अपाङ्ग भएका मानिसहरू जनप्रतिनिधि भएर आउँथे, तर अहिले त्यो वञ्चित छ भने त्यसै गरी अब यो विषयमा पनि सबैलाई समेट्ने संयन्त्र के हुन सक्दछ। त्यस कारणले त्यो विषयमा अब जब नगरपालिका सङ्घ त्यसमा जोडिन्छ, त्यसपछि फुङ्ली नगरपालिका ताप्लेजुङदेखि दार्चुलाको महाकाली नगरपालिकासम्म यो विषयलाई पुर्याउनका निमित्त यसले सहजीकरण गर्छ, यसले कार्यक्रम गर्छ र यो विषय तहगत सरकारको समन्वयको पनि विषय। तिनै तहको सरकारले कानुन निर्माण गर्ने भएको हुनाले अब हामी प्रतिनिधि सभा र राष्ट्रिय सभासित पनि यो विषयमा अन्तर्क्रिया गरेर यो जब संसदमा यो विषय उठ्छ, जब यसका विधेयकहरू तयार हुन्छन्, जब कानुन निर्माणको प्रक्रियामा तिनै तहको सरकारले आफ्नो निरपेक्ष रूपमा कानुन बनाउनु पनि हुँदैन, किनभने हामी त अन्तर सम्बन्धित छौँ। त्यस कारणले यो विषयमा एउटा तिनै तहको सरकारको बिचमा एक प्रकारको सामञ्जस्यता पनि होस् र यो विशेष गरी यो सम्बन्धित समिति जुन हाम्रो मान्य रहबर अन्सारीज्यूले अहिले यसलाई लिड गरिराख्नु भएको छ, त्यो समितिसित बढी ठोकिने भएको हुनाले आज उहाँको उपस्थितिमा यसमा अहिलेसम्म भए गरेका क्रियाकलापहरूको प्रस्तुतिकरण रहेको छ र त्यसमा चाहिँ हामी प्रस्तुतिकरण धेरै लामो गर्दैनौँ। यसमा भएका अन्तर्वस्तुहरूको प्रस्तुति हाम्रो काशीराज दाहालज्यूले गर्नुहुनेछ। त्यसमा चाहिँ फेरि यसको पृष्ठभूमि, यसलाई कार्यान्वयनको तहमा अब यो श्रम, रोजगार र पुँजी उद्यमशीलताको विषयमा चाहिँ फेरि त्यसै क्षेत्रमा लामो काम गर्नुभएका पूर्व सचिव नेपाल सरकारका पूर्णचन्द्र भट्टराईज्यूले फेरि त्यसमा चाहिँ यसको कार्यक्रमिक हिसाबले यसलाई यो कसरी कार्यान्वयनमा ढाल्न सकिन्छ, यसमा प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यको खाका ढाँचा के आवश्यक पर्छ, हामीसित रहेका निशर्त सशर्त समानीकरण अरू विशेष वा सम्पूरक अनुदानको पनि यसमा के लगानी वा यसमा के चाहिँ योगदान हुन सक्छ जस्ता विषयहरूमा उहाँले अलिकति आफ्नो भनाइराख्नुहुनेछ। हामीसित धेरै प्रबुद्ध व्यक्तिहरू हुनुहुन्छ, यहाँ हामी सेलेक्टेड छौँ, तर धेरै आफ्नो क्षेत्रको प्रतिनिधित्व गरेर आउनुभएको छ। मैले सुने कोशी प्रदेशबाट पनि र मध्य प्रदेशबाट पनि सरकारका प्रतिनिधिहरू आउनुभएको छ। उहाँहरूले पनि आफ्नो कार्यक्रमहरूको बारेमा केही कुराहरू धारणा राख्नुहुनेछ। मैले अलिकति समय लिएर बोलेँ किनभने यो विषय एक्कासी प्रस्तुतिकरणमा जाँदाखेरि अलिकति प्रष्टता नहोला भनेर पनि। त्यस कारणले गर्दा यहाँहरूको सक्रिय सहभागिताको पनि अपेक्षा गर्दै सधैँ व्यस्त जीवन रहेको छ यहाँहरू मान्यज्यूहरू सबैको पनि आज बिदाको दिन, संसद नचल्ने दिनमा अब यद्यपि अरू मिटिङहरू राखेर आउनुभएको छ, कृपया सँगै डिनर खाने गरी अलिकति धैर्य धारण गरेर बसिदिनु भयो भने हाम्रो कार्यक्रमले अझ बढी ऊर्जा प्राप्त गर्नेछ भन्ने अपेक्षाका साथ